यो भिडियो एन्टरटेनमेन्ट पर्पजको लागि मात्र बनाएको हामी कुनै पनि पर्सनल वा अर्गनाइजेसनलाई डिफेम गर्ने कोसिस गरेको छैन। यो भिडियोमा बोलेको सबै वर्डहरू चाहिँ मजाकमा बोलिएको, त्यही भएर हजुरले नै मजाकमा लिनु होला अनि कोहीले गएर फेरि ट्रोल गर्ने हैन। पिस आउट। गर्नको लागि आइपुग्छ अनि त्यसपछि कपडा ट्र्याक चलाएर गइरहेको छ तर अगाडि साइड कोर्नु देखिन्छ नि त भिडियोमा अनि त्यही भएर यसो डिस्टर्ब पनि हुन्छ रनमतीको स्टोरी सरी कट गर्नु। सो हेलो गाइस, स्वागत छ तपाईँले फेरि पनि अर्को नयाँ ब्लगमा। म फेरि पनि 1.5 महिनापछि आइसकेको छु नयाँ ब्लग लिएर। डान्स भिडियो हेर्नु भएको छैन भने गएर हेर्न सक्नुहुन्छ। तर पहिला यो ब्लग हेर्नुहोस्, पुरै हेर्नुहोस्, बल्ल जानुहोस्। सो आजको यो ब्लग म बनाइरहेको छु किनकि आज मेरो सुट छ, 4-5वटा भिडियोहरू सुट गर्नु पर्ने छ। एउटा स्टोरीको पनि सुट गर्नुपर्ने छ अनि आफ्नो पनि च्यानलमा हाल्नलाई सुट गर्नुपर्ने छ। सङ हो जे छौ तिमी ट्रेलर चाहिँ मैले पहिले अपलोड गरिसकेको छु तर पुरै भिडियो चाहिँ सुट गरेको थिएन। कमिङ सुन भनेर जम्मा सुट गरेको थिएँ 20-30 सेकेन्डको। सो हेर्नुहोस् आजको ड्रेसअप चाहिँ अहिले ड्रेसअप गरेको छैन। तू चुप रे बाबा, तू चुप रे। यति बेला नोटिफिकेसन आयो भने मेसेज आयो भने साँच्चै लास्ट छुट्छ ब्लग गर्ने बेला। ओके, अगाडि हेर्नुहोस्। गाइज अहिले चाहिँ भोक लागिरहेछ अनि म हजुरले सिकाउँछु आज मेरो स्टाइलले नास्ता बनाउन। क्या बोला? सो जाम आज किचनतिर, लेट्स गो। सो गाइस पहिला घरमा जुन कम्पनीको पिठो छ त्यो पिठो लिने अनि त्यसमा अलिकति जति मिठो चाहिन्छ त्यति चिनी हाल्ने अनि अलिकति नुन र स्वाद अनुसार हजुरको पानी हाल्ने अनि मैले घोले जस्तो मजाले घोल्ने 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 बवंडर ला दूंगा, बवंडर। सो गाइस अब यसले पकाउनलाई चाहिँ आफ्नो घर प्यान छ भने प्यान लिने, नभए राइस कुकर। क्या बोला? सरी राइस कुकरमा पकाउन मिल्दैन र जे भाँडा छ जेमा पकाउन सक्नुहुन्छ त्यहाँ पकाउने अनि यसलाई मजाले पकाउने। यसले राख्ने आगोमा पकाउनुहुन्छ, घर बालेर पकाउनुहुन्छ, ग्यास बालेर पकाउनुहुन्छ, जे बालेर पकाउनुहुन्छ तर आगोमा राख्ने यसलाई। सो गाइस के तपाईँले ग्यास बाल्न आउँछ? आउँदिन? केही छैन, म सिकाउँछु। सो पहिला फ्लेम बाल्ने अनि अन गर्ने। सरी यार, तलदेखि अन नै गरेको छैन। सो पहिला ग्यास सिलिन्डरदेखि अन गर्ने अनि त्यसपछि बल्ल फ्लेम बाल्ने, एउटा लाइटर लिने अनि अन गर्ने। सो सिक्नुभयो? अब हजुरको प्यान ग्यासमाथि राख्ने, पानी चाहिँ पहिला मजाले सुक्न दिने अनि त्यसपछि हाल्ने यसमा तेल। अरूसँग जुनको तेल छ सनफ्लावर, कोकोनट। तू चुप रे बाबा, तू चुप रे। कोकोनट हाल्न मिल्दैन, सनफ्लावर सोयाबिन जेको तेल छ हाल्नुहोस्। घिउ छ भने अझै बेस्ट हुन्छ। म अब गरी परे घिउ छैन। साला यो दुख का खत्म नहीं होता बे। प्यान यसरी फुल तातो भइसकेपछि यसमा हाल्ने ओइल। यो चाहिँ स्वाद अनुसार हाल्नु होला आफ्नो। यो ओइल हालिसकेपछि यो ओइललाई चारैतिर मिलाउने, मजाले फैलाउने। हजुरले चाहनुहुन्छ भने 1 लिटर नै हाल्न सक्नुहुन्छ, तर मलाई अलिक ओइल कम मनपर्ने भएर मैले कम हालेको हो। हजुरले हाल्न सक्नुहुन्छ। टाइम भइसक्यो। सो गाइस अहिले चाहिँ म हाफ ब्रेक भएर चाहिँ स्टुडियो जान लागेको अनि मेरो पछाडि ब्यागहरूमा ब्यागमा चाहिँ क्यामेरा छ। क्यामेरा चाहिँ फोटो सुट गर्नलाई थप्यो है अनि भिडियो सुट गर्नको लागि आइपुग्छ अनि त्यसपछि कपडा ट्र्याक चलाएर गइरहेको छ तर अगाडि साइड कोर्नु देखिन्छ नि त भिडियोमा अनि त्यही भएर यसो डिस्टर्ब पनि हुन्छ रनमतीको स्टोरी सरी कट गर्नु। सरी गाइस, निस्किहाल्छ अलिक मसँग हुनुहुन्छ सँगलाई। ओ सँगलाई पनि टिकटकमा गएर फलो गरिदिनुहोस्। के हो रे भाइ टिकटक आइडी सहर भन्ने गएर फलो गरिदिनुहोस्, मलाई चाहिँ नभइदिनुहोस्। अनि यो सुट गरेको डान्स भिडियो चाहिँ मेरो च्यानलमा हुन्छ र एउटा अझै भिडियो हुन्छ त्यो चाहिँ मेरो स्टुडियोको पेजमा हुन्छ, च्यानलमा हुन्छ। त्यहाँ पनि गएर यस्तो अलिकति सब्सक्राइब बटन थिचिदिनुहोस्। एउटा भिडियो हुन्छ मेरो प्रोफाइलमा हुन्छ, एउटा अझै भिडियो हुन्छ उहाँको प्रोफाइलमा हुन्छ। सो मजा
ड्रेसअप भने चाहिँ आजको फेरि पनि नाइकी हो। इतना बड़ा आदमी बन गया है तुम। काय का बड़ा आदमी भैया? नाइकीको ब्रान्ड नेम यहाँ पनि नाइकी होला। नाइकी छ यहाँ त नाइकीको ब्रान्ड नेम Sale. नाइकी स्कुटी चाहिँ डियोको है। यो पनि नाइकी हो। स्कुटी चाहिँ डियोको हो। टी-शर्ट पनि नाइकी। हामी चाहिँ यहाँ ट्राफिकमा पर्यौँ। यो रनमतीको छोरी कारले गर्दा हो। कुछ भी होइन सरी यो रिक्साले गर्दा हो। साइडमा हालेर बसाउनु पर्छ नि हौ। साइडमा हालेर बसाउनु पर्छ नि हो साइडमा। Board is here and the owner is here. कुछ पूछा मैंने कुछ। अब आफ्नो मम्मी बाबाले पठाउँदा हुन्छ जय होइन के भन्छ आफ्नो हस्बेन्डले के भन्छ हस्बेन्ड भेट्यो भने पठाउँदा हुन्छ आफ्नो मम्मी बाबाले। अनि यो सिसा पनि हामीले नै हालेको हो। हजुरलाई आफ्नो थोप्रा हेर्नु हुन्छ सरी फेस हेर्नु हुन्छ भन्छ। अनि यहाँ चाहिँ ब्याङ्क छ कुनै दिन रेड हाल्नुपर्छ। हेर्नुको चाहिँ तलदेखि माथिसम्म सिसा हालेको छ हामीले। यहाँ स्टडी इन जापान छ तर मैले लेखेर दिन्छु यहाँदेखि अहिले यहाँ पढेर कोही जापान गएकै छैन। सब एनएबीको बेसमा स्टडी इन जापान आएर एसएमएस गर्न गएको। मैले नै एसएमएस गरेको तर रिप्लाई नै पाएन यार। गजब बेइज्जती है। सो one more floor होइन सरी आइसक्यो। हियर इज द नृत्य स्टुडियो। यो थाक्यो अब खोल्छु म अश्लील है ये लोंडा। मतलब ढोका खोल्छु ढोका खोल्छु अनि अलिक एक्सर्साइजहरू गरौँ अनि त्यसपछि हेरौँ कति बेला सुट हुन्छ। दिस इज आवर स्टुडियो। इसमें तेरा घर जाएगा ये खरीदते खरीदते तेरा घर जाएगा। यहाँ चाहिँ मेरो मार्कर छ। तपाईँले सिक्न आउनु मन छ भने आउनु सक्नुहुन्छ। भैरवको एक मात्र प्रोफेसनल डान्स स्टुडियो। अरू त 1 2 3 4 अरूलाई ट्रोल गर्दिनँ। इफ तपाईँ सेन्टी हुनुहुन्छ भ्यालेन्टाइन गर्नुहुन्छ। ट्रोल गरेको होइन रोस्ट गरेको। लाखों भेटे माया। गाइस अहिले चाहिँ म रेडी भइसकेँ। अनि साथै रेडी हुन्छ साथै आफ्नो जुडो भाइ नै भेटिसकेँ। हेर्नुहुन्छ मेरो जुडो भाइ सेम देखिन्छ। एक्टिङ पनि सेम हान्छ होइन सेम एक्टिङ। चुतिया बनाए तुमको पनि हालिदिनु कि। सो गाइस म यहाँ साइडमा म रेडी भइसकेँ। अब सुट हाल्ने स्टार्ट गरौँ है। लोकेसन यो पुरै हल छ। लोकेसन अब आफै सिलेक्ट गर्छौँ। अलिकति यस्तो सिनेमेटिक हाल्छौँ। अब डान्स 40 सेकेन्डको छ। भिडियो 1 मिनटको बनाउनै पऱ्यो। सिनेमेटिक हाल्नै पऱ्यो नभए सर्ट्समा हालिदिन्छ क्या फेरि त्यही भएर। Why दादा why? This is business. सो सिनेमेटिक बनाऊँ डान्स सुट गरौँ। भिडियो चाहिँ वेट गर्नु होला। यो भिडियो भन्दा पहिला नै आउनु सक्छ पछि नै आउनु सक्छ है। ओके सुट गरौँ। सो गाइस यहाँ चाहिँ हाम्रो सुट भइरहेछ। भिडियो सुट रेडी हो। आम हजुरले टिचरले सिकाएर आउनुहुन्छ क्या। त्यस्तो छ त्यहाँको डान्स क्वालिटी है दाइ कस्तो छ त्यहाँको। त्यही भएर तपाईँ त्यही स्टुडियो जोइन गर्नुहोस्। मेसेज कसले गर्यो। थ्याङ्क यू गाइज। अझै सुट सकेको छैन स्टोरेज फुल भइदिएर।
द सुट इज ओभर अब चाहिँ कसो पुरै अहिलेसम्म हेर्नु भयो थ्याङ्क यू सो मच फर वाचिङ डान्स सिक्न चाहनुहुँदैन आउनु द नृत्य स्टुडियो ओके बाई बाई रीतिरिवाज गर्न नबिर्सिनुहोस् बाई बाई अबे यार मेरो सब भिडियोमा कपिराइट आउँछ जहिले अब यो भिडियोमा नि कपिराइट आयो भने कसम च्यानल डिलिट हानिदिन्छु Thinking about you.